यसलाई चलाउने तरिका के त अब भने नि अघिसम्म अब हामीले यो दुईटै चलाइरहेको थियौँ भने अब हाम्रो चाहिँ के हुन्छ त यो स्टिल हुन्छ अनि हाम्रो मुभमेन्ट चाहिँ यो मात्रै हुन्छ है यसरी बुझ्यौ नि जस्तै यो फुल खुल्नु पर्यो। अब यसको लागि हामीले के प्र्याक्टिस गर्नु पर्यो भन्दा पहिला हात स्ट्रेट राखेर हाम्रो थम्ब फिङ्गरले कान्छीवाला छुन सक्नु पर्यो। अब सुरुमा यो गर्दाखेरि धेरैको यस्तो यस्तो हुन्छ क्या तर यो मुभमेन्ट चाहिँ स्टिल हुनु पर्यो। ट्याक्क यो मुभमेन्ट चाहिँ हाम्रो यो बोडीवाला मजाले फ्लेक्सिबल भएपछि बल्ल हाम्रो कैँचीमा पनि राम्रो मुभमेन्ट आउँछ क्या बल्ल मजाले। अब हल्का छोए पनि खुल्यो नि त होइन जति फास्ट गरे पनि छोए पनि भयो। यसलाई चाहिँ प्रोपरली फुल्ली खोल्नु पर्यो। अब यो प्र्याक्टिस गर्नलाई सुरुमा अब एउटा घडी नै इमेजिन गरौँ न। घडीमा अब 9 बज्दाखेरि यो कहाँ हुन्छ सिधा हुन्छ नि होइन। एउटा यो 9 भयो एउटा यो 12 भयो एउटा यो 3 भयो एउटा यो 6 भयो होइन। त्यस्तै अब 9 बाट सुरु गर्दा अब सुरुमा त हल्लिन्न भन्ने हुँदैन। त्यही भएर सपोर्टलाई हामीले मेन ध्यान चाहिँ बुढेौलामा दिनु पर्यो। फुल्ली खोल्ने 1 2 3 4 5 त्यस्तै 1 2 3 4 5 गरेर तलसम्म यसरी प्र्याक्टिस गर्नु पर्यो होइन। एउटा कुरा त्यो भयो चलाउने कुरा। अब एउटा कुरा चाहिँ के हो अब काट्न त सुरु गऱ्यौँ हामी। अब काटेर भ्याएपछि कसरी राख्ने त अब यत्तिकै छोप्न नि भएन किनभने धारिलो त हुन्छ नि त सार्प हुन्छ नि त। अब मलाई नि घोच्न सक्छ तिमीलाई नि घोच्छ अब झुक्केर कोही आएर गर्दा नि घोच्न सक्यो। त्यही भएर यसलाई चाहिँ अब युज गर्दासम्म यसरी युज गर्यो। त्यसपछि चाहिँ हामीले यो इन्डेक्स फिङ्गरले ठ्याक्क फालेर कान्छीवालाले छोपेर यो स्टेटमा भयो भने न हामीलाई नि गर्दैन न अरूलाई नि गर्दैन। त्यसपछि अरू कामहरू पनि गर्न मिल्यो नि त। त्यही भएर आज चाहिँ हामीले के सिक्नु पर्यो मेन एउटा भयो यो औँलामा ध्यान दिने। यो कतिको छिरिरा हुन्छ त्यो निकाल्ने गर्ने क्या जस्तै नेल भन्दा मुनि गइरहेछ कि। अनि मेन कुरा जस्तै सिजर छोपिसकेपछि यो सिधा होइन थोरै आफूतिर फर्कायो भने के हुन्छ त यसबाट हल्का अझै ग्रिप हुन्छ क्या। त्यो भएपछि यो नहल्लिन्छ। यसरी राख्दाखेरि हल्लिन्छ भने थोरै भित्र यसरी राख्दा हल्लिन्छ भने थोरै भित्र आयो भने नहल्लिने हुन्छ क्या झन् सपोर्ट जस्तो हुन्छ। त्यही भएर एउटा कुरा यो भयो। नेक्स्ट फ्लिप यो दुईटा कुरालाई चाहिँ आज हामीले एकदमै ध्यान दिएर सिक्नु पर्यो।